काठमाडौँ महानगरपालिकाको मेयर बालिन शाहलाई उपमेयर सुनिता डङ्गोलले कडा चेतावनी दिएकी छन्। काठमाडौँ महानगरपालिकाकी उपमेयर डङ्गोलले मेयर शाहलाई कोठामा बसेर निर्देशन नदिन आग्रह गरेकी छन्। उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको विषयमा देखिएको समस्या महानगरमै आएर समाधान गर्न मेयर शाहलाई आग्रह गरिन्। मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आएको र हाजिर गर्न आउँदा यो झडपको अवस्था राम्रो नभएको उनको भनाइ छ। कर्मचारी बीच लडाई हुनु पनि राम्रो नभएको उनको तर्क छ। अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत गुरागाई दोषी प्रमाणित नभएकाले काम गर्न दिनुपर्ने उनको तर्क छ। त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ। हजारौं कर्मचारी, लाखौं महानगरवासीले दुःख पाएका छन्। क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौं। अझै पनि छानबिन गर्नुपर्ने भए गर्ने हो, उनले अगाडि थपिन्। तर यो पीडामा राख्नु हुँदैन भन्ने उनले भनिन्। यो तमासा हामीले हेर्नुपर्ने मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ, होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन। पहिला आजको विषय समाधान गरौं, त्यसपछि बोर्ड बैठक बस्छौं, उनले भनिन्। काठमाडौँ महानगरपालिकाबाट निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले 3 महिना 14 दिनपछि आज कार्यालय गएका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईलाई काठमाडौँ महानगरपालिकामै हाजिर गर्ने वातावरण मिलाइदिन भनेको 1 महिनापछि उनी कार्यालय गएका हुन्। तर उनलाई महानगर प्रहरी बलले रोक्ने प्रयास गरिएको थियो। उनी महानगरका कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका थिए। गुरागाई 2081 पौष 14 गते निलम्बनमा परेका थिए। काठमाडौँ टावर 12 तल्ला बनाउने भनिएको थियो, तर त्यसलाई 19 तल्लाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईलाई कार्यालयमा उपस्थिति हुन रोक लगाइएको थियो। पालिका स्ट्याटसको भरमा चल्दैन। त्यहाँ जोजोले जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ, कर्मचारी यहाँ किन हस्तक्षेप मौखिक आदेश हो भने पनि आफू आएर भन्नुपर्छ होला। अब यहाँको फेरि यो ढोका खोल्ने बित्तिकै फेरि भिडन्त हुन्छ। अब त्यो भिडन्त फेरि बनाउने कि नबनाउने? अझै तपाईँले केही कुरामा स्ट्रिक हुनुहुन्छ भने प्रमुखले अगाडि आउनु पनि सबैलाई जवाब